तपाईँहरूको बच्चाले पनि यस्तै पेन जस्तो चिज देखाएर भेप त खाइरहेको छैन? आजभोलि नेपालमा 8, 9, 10, 11, 12 पढ्ने भाइ बहिनीहरूले चाहिँ धेरै मात्रामा भेप खाँदो रहेछ। उनीहरूले घर बाबामालाई चाहिँ के भन्ने भने एउटा सामान्य एउटा चिज हो, यसले केही असर पनि गर्दैन फोक्सोलाई, यो चुरोट पनि होइन, एकदम मिठो बास्ना आउँछ भनेर बाबालाई कन्भिन्स गर्ने र भेप खाने। बाबालाई पनि केही थाहा छैन बिचरा, उहाँले पनि खासै मतलब नगर्ने। प्यारेन्ट्सहरू सुन्नुहोस् ध्यान दिएर, यो भेपभित्र देयर इज हार्मफुल केमिकल। त्यो केमिकलले तपाईँको बच्चाको फोक्सो र ब्रेनलाई ड्यामेज गर्न सक्छ। बुझ्नुभयो नि? चुरोटमा जस्तै निकोटिन यसमा पनि पाइन्छ र हार्मफुल केमिकल यसमा पनि पाइन्छ। त्यही भएर चाहिँ आफ्नो बच्चाले के खाइरहेको छ भनेर अलिकति बुझ्नुहोस्। बुझ्नुभयो नि? आजभोलिको ट्रेन्ड एकदमै खतरा ट्रेन्ड छ। बच्चाले जबरजस्ती किन्न खोज्छ अरूको देखेर पनि। बुझ्नुभयो? चिज के हो, त्यसले के गर्छ, राम्रोसँग बच्चालाई काउन्सिलिङ गर्नुहोस्, बुझाउनुहोस्, किनकि बच्चाहरू खत्तम भइसकेका छन्। हेर्नुहोस्।